पहाड छोडेर मधेस आउनुभयो, तपाईँलाई के कुरा खुसी लागेको छ, के कुरा खुसी लागेको छैन भिनाजु? पहाड छोडेर मधेस आएकामा पहाडको हावापानी, आफ्नो रहनसहन, वातावरण, दर दाजुभाइ, इष्टमित्र, छर छिमेकी मनले कल्पना गरिराखिन्छ। तर अब त्यो मनले कल्पना गरेर चाहिँ सम्भव हुँदो रहेछ। यहाँ आयो, उहाँ धेरै दुःख गर्नु पर्यो, यहाँ त्यति दुःख गर्नु पर्दैन। यहाँ चाहिँ नि एक दिन दुःख गर्दा, 2 दिन दुःख गर्दा 1 वर्ष आनन्द बसेर खाइन्छ। त्यही आनन्द छ। अनि के चाहिँ अब अलिक पछि आउनुभयो नि त, के चाहिँ पहाडको मिस हुँदो रहेछ? अघि हजुरले भने जस्तैमा चाहिँ एकदमै अलिकति अब जस्तै पहिला अगाडि पनि यो ठाउँमा आइएर फिर्केर गयो, त्यतिखेर चाहिँ बसोबास गरेर अडिएर बस्नु पाएको थियो भनेदेखि एक किन्नु पर्दैन थियो। आफै चाहिँ जङ्गल झोडा फाँडेर बस्ने थिएँ। तर फेरि फिर्केर गएकाले पछाडि आएर किनियो होइन। र पनि अब पहाडको चाहिँ हावापानी, वातावरण, त्यहाँका इष्टमित्र, नर नाता सबैको बेला बेलामा याद आउँछ। तर अब धेरै बिर्सिँदै गइयो। अब यिनी रस भिजो, यिनी उत्तम मानियो, यसैलाई एकदम उज्जवल मानिएको छ। अब तपाईँ हामीले सुरु गरेको बसाइसराई अथवा हामीभन्दा अगाडि पनि अलिअलि थियो, अहिले त पहाड खाली हुँदैछ भन्छन् नि। अहिले बसाइसराईले गर्दाखेरि चाहिँ पहाड खाली भयो। तर अब बिस्तारै बिस्तार मानिसले बुझ्दै जाँदाखेरि, रहनसहन सबै हावापानीको परिस्थितिले गर्दाखेरि अब पहाडतिर फेरि तराईबाट बसाइ जाने क्रम निरन्तर अगाडि बढ्छ भन्ने मलाई चाहिँ लागिरहेको छ।